दसैँ आयो 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 भन्दा पनि दसैँ आयो होइन। दसैँ आएर पनि खुसी के मान्नु, जब कि बचपन जुन सानो बेलामा जस्तो मजै नभएपछि है। त्यही हो जब हामी सानो थियौँ अब यति बेला चाहिँ अब होइन, हामी चाहिँ अब मामा घर जानुको लागि, अब कहाँ कहाँ जानुको टिका लाउनु जानुको लागि आमालाई हुन्छ नि, हाम्रोतिर त कोसेलीहरू प्याकिङ गर्नु सघाउँदै गरेको दिनहरू पनि गयो होइन। अब छैन, अब घरमै बस्नु बसेपछि त अब एटलिस्ट घरमै बस्नु पाए भने राम्रो हुन्थ्यो है। हाम्रो समयमा दसैँ दिवाली भनेको चाहिँ एकदमै डरलाग्दो, अब के हुन्छ नि, अब सालमा एकैपल्ट आउँथ्यो होइन, आउँछ आयो भने अहिले पनि यस्तो खुसीको दिन हुन्थ्यो होइन। त्यो नयाँ लुगा होइन, अब मामा घरको अब त्यही हो होइन। त्यो दिनहरूले एकदमै मिठो, अहिले सम्झिँदाखेरि चाहिँ अब एउटा सपना जस्तो लाग्छ है, एउटा कहानी जस्तो लाग्छ होइन। अब त्यो दिन फेरि फर्केर आउँदैन है। बचपनमा जस्तो मजा त अब सकेको हो है। अब जति मजा गऱ्यौँ हाम्रो जेनेरेसनले गऱ्यौँ होला है। अहिलेको नानीहरूले त अब के दसैँ के दिवाली अब त्यस्तो केही छैन। हाम्रोमा चाहिँ एउटा इमोसन्सहरू जोडिएको हुन्थ्यो नि त्यतिखेर होइन। बाजेहरूकोबाट आशीर्वाद लिने होइन, बाजेको हातको त्यो दक्षिणा 5 रुपियाँ 10 रुपियाँ, ओइ तँलाई अब कसैले दाजुभाइमा कम्ती बेसी दियो भने मन दुखाउने, मलाई चाहिँ यति मात्रै दिएछ यतिले होइन। अब त्यो दिनहरू पनि सक्यो, सोच्दाखेरि अब नमिठो कटक्कै मन छोएर आउँछ। तर पनि त्यो दिन एकदमै अब अहिले सोच्दाखेरि चाहिँ अब त्यो सबै आशीर्वादहरू रहेछ है। त्यो कारणले गर्दाखेरि अब समयअनुसार है, जेनेरेसन अनुसार बद्लिँदै जानु पऱ्यो है।